खोटाङ हलेसिरी यात्रामा चाहिँ हामी अहिले लोथर आइपुगेका छौँ है। लोथर चिया खाने कार्यक्रम छ ल, त्यहाँ गोटी छ र हाम्रो यहाँ गुरुजी निर्मल आजको मुख्य कलाकार, लोक तथा दोहोरी गायक होइन, जयराम थापा ल हाम्रो कालीमाई ल कस्तो भइरहेको यात्रा? बल भइरहेको नि है ल हाम्रो लोक तथा दोहोरी गायक सङ्गीता पाखरिन के लाज माने ल रमा बहिनी ल कस्तो भइरहेको यात्रा? ठिक छ नि, रमाइलो भइरहेको नि। ओहो हाम्रो प्यारी प्यारी कैली खैरी ओ रामचन्द्र ल आइभन्ने त चिया रोटी खाने रेस्टुरेन्ट है। सेलरोटी फ्रेस सेलरोटी ल अन्डा रोटी होइन नि केही हलेसी लाइभ गरे रसीको तालामा लाग्नु लाग्यो ल हरि काका। हलेसी महादेव दर्शन होइन त रोटी तरकारी खाँदैछौँ है गाई। सबैले भोक लागेको अवस्था आन्टी के घरको के अरे हाँसेको भात छैन भोक लाग्यो है गुरुजी? भोक लाग्यो
बिहानको 7:15 बजेको छ। अहिले ठ्याक्कै अलिसी महादेवको गेटको अगाडि छौँ र पूजा सामानहरू ल गुड मर्निङ अहिले महादेव रक्षा गरून्। ल बिहान आएका छौँ। हाम्रो बुहारी नानी प्यारी बुहारी नानी के छ त केही बाजे हलेसी महादेवसँग के छ सुख शान्ति राम्रो होस्, मनले ताकेको पुरा होस्। अनि त्यही रमाइलो ठाउँ रहेछ यो। समय पनि चिसो छ। अनि त्यो बिहानै घाम लागिरहेछ। जो रमाइलो छ। बाबाजीहरू बसिरहनु भएको छ। अब आउनु यहाँ मेन शिवहरू बत्तीहरू बाल्ने सबै त्यही हो। मैले बाजेलाई हलेसी महादेवलाई घन्टी कलश अनि के अरे त्यो चढाउनु ल्याएको थिएँ। अनि बाजेले चाहिँ पूजा गर्नुपर्छ अरे क्या। तिलहरीहरू चढाएर पूजा गरेर मात्रै अनि भित्र चढाउनु जानुपर्छ अनि त्योहरू बाजेलाई पहिल्यै टिका लगाइदिएको थिएँ। गेटमा आएका छौँ। आइपुग्यौँ। ल देख्न सक्नुहुन्छ हामी ठ्याक्कै मन्दिर आइपुग्यौँ। तल ओडारमा जाँदैछौँ सिँढीबाट। ल हलेसी मन्दिर लास्ट अन्तिम आइपुग्यो। नानी यता हेर नानी। ल ठुलो मम्मीहरूसँग बसेर हो क्या।
पूजा गर्ने ठाउँ रहेछ ओहो सँगो पनि ठाउँ हेरेको ल यहाँ त अझै रहेछ त यो गुफाको त्यो शिवजी योबाट भाग्नु भएको रे के थाहा छ भाग्नु भएको रे राक्षसले चाहिँ तपस्या गरेको थियो अरे के अनि उसको तपस्या पुरा भएर शिवजीले उसलाई चाहिँ वरदान दिँदाखेरि जसलाई छोयो उही भस्म हुने होइन अनि त्यो भएकोले अब उसले चाहिँ अनि त्यो शक्ति वरदान पाएर अनि शिवजीले नै छुन लगाएर क्या अहिले टाउकोमा यहाँबाट निस्किनु भएको अरे भन्ने यो किंवदन्ती हो घुर्मी भन्ने ठाउँमा आइपुग्यो हामी अहिले खाना खानको लागि फुलढुङ्गे संगीता होटेल घुर्मी
भन्छु मैले नगर